स्वर दुनार। न त हजुर आफै जान्छन् नभनेको मान्छन्, न त हजुर आफै जान्छन् नभनेको मान्छन्। सम्झाइ बुझाइ गर्दाखेरि लात्तीले पो हान्छन्। राम्रो काम गर्ने होइन खाली ठगी चोरी, यस्तो काम गर्नेलाई कसले देला छोरी। बाहिर बाहिर डुली हिँड्ने बिगारेर घर, न त सिप न त जागर खाने बेला आगर। अल्छी बुढो चिसो मुडो के काम लाग्यो काठ, अल्छी बुढो चिसो मुडो के काम लाग्यो काठ। त्यही भएर भन्दा रहेछन् स्वर दुनार, छैन निको छाट। त्यही भएर भन्दा रहेछन् स्वर दुनार, छैन निको छाट। त्यही भएर भन्दा रहेछन् स्वर दुनार, त्यही भएर भन्दा रहेछन् स्वर दुनार। स्वर दुनार। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। अनि कता उता चिटिक्क परेर के गर्नु प्रेम भाइ, म्याट्रिकमा ह्याट्रिक हानेको, सानोतिनो जागिर पनि छ, उमेर पनि भइसक्यो। बिहे गरौँ कि भनेर हरिओम बासँग सल्लाह लिनलाई हिँडेको। तिमी उस्तै म पनि दुरुस्तै। हरिओम बाले के मिलाउँछन् र केटी, केटी त म मिलाइदिन्छु। 101 केटी छन् मसँग। ए हो र भाइ, ल न भाइ त्यसो भए मलाई पनि बिहे गराइदेऊ, घर धान्ने मान्छे नै भएन। तिमी उस्तै म पनि दुरुस्तै। प्रेमले प्रेम गरिसकेपछि बिहे नगराइदिने कुरै भएन नि, म गराइदिन्छु तपाईँको बिहे। हो र भाइ, तर भाइ केटीकोमा गएर मलाई बोल्ने खासै अनुभव छैन। तपाईँ सोधेको कुरा मात्रै भन्नुहोस् न, अरू कुरा म मिलाउँछु। ल हिँड्नुहोस्। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। होइन यो घरमा को हुनुहुन्छ? को हो? ए प्रेम, कताबाट बाटो बिरास् त नि? प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। मेरो कामै प्रेम गर्ने हो। अहिले यसो अरूलाई पनि प्रेम गराउँ कि भनेर आएको। क्यारम त नि। ए जुनेली, कुर्सी लिएर आइज त बाहिर। बसम न, क्यारम त नि। उहाँलाई अलि चिनिन नि? चिनिहालिन्छ नि, उहाँले पनि प्रेम गर्न खोज्नु भएको छ। मैले कुरो बुझिन नि। कुरो बुझिन्छ, खास कुरो के भने नि, अस्ति नि बहिनी दिने कुरो भएको थियो नि, त्यही हो। भने जस्तो लक्का जवान मैले भेटेँ, कुरो प्रष्टै छ नि। ए उहाँ नै हो? हजुर मै हो। अनि बाबुले के गर्नुहुन्छ नि? पढ्दैछु, सानोतिनो जागिर छ। पढ्न पनि धेरै पढ्नु भएको छ, सानो मात्र होइन ठुलो छ जागिर। पैसो कति बचत हुन्छ त? धेरै छैन, वाणिज्य ब्याङ्कको बचत खातामा केही पैसा जोडेको छु। 6वटा ब्याङ्कमा त खाता खोल्नु भएको छ, जम्मा गरेको पैसा त कति कति। क्यारम त नि। जागिरमा जाँदा केमा जानुहुन्छ? एउटा पुरानो मोटरसाइकल छ त्यसैमा। होइन भन्या 2वटा त बाइक नै छ, अहिले कार किन्ने तयारीमा हुनुहुन्छ। यहाँ अलि सङ्कोच स्वभावको हुनुहुन्छ, त्यही भएर सबै कुरा भन्नुहुन्न। क्यारम त नि, खोक्नु पो भयो त? घाँटी दुख्ने समस्या छ र? घाँटी दुख्ने समस्या होइन, टिभी छ टिभी। टिभी? तपाईँले कुरै बुझ्नु भएन। यहाँको घरमा यति ठुलो टिभी छ, फिल्मै हेरे जस्तो हुन्छ। ए प्रेम हो मेरो नाम, सबैलाई प्रेम गर्छु, एकदम फर्स्ट क्लास। यसो दुईजनालाई कुरा गराउनु पाए हुन्थ्यो। भइहाल्छ नि, क्यारम त नि। एकैछिन है। स्वर दुनार, स्वर दुनार।
प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। केटो फर्स्ट क्लास छ, हिरा हो हिरा। मन पर्यो कि परेन? हेर लजाकी, लजाउने समय नै यही हो। बिहेपछि मौकै मिल्दैन। यता सुन, सबै कुरा मिलाएर बोल्नुपर्छ, स्पष्ट सोध्नुपर्छ सबै कुरा। यसो बढाइ चढाइ पनि बोल्नुपर्छ के। कुरो बुझ्यौ होइन? लैन, प्रेम हो मेरो नाम। भनेपछि बुवा आमा हुनुहुन्न? हो हजुर। ल कुरो गर्न जानुस्। जोडी त एक नम्बरै भयो। यस्तो जोडी त पाउनै गाह्रो हुन्छ कि कसो? क्यारम त नि, अब हेरौँ क्यारम। तिम्रो नाम के हो? मेरो सौगात। तर तिम्रो नाम कति मिठो है। नाम जस्तै मान्छे पनि रहेछौ। पहिला त मलाई जुनेली हुन्थ्यो, अहिले आएर जुली भनेकी नि। किन? साथीहरूले कस्तो पुरानो नाम भनेर जुली भने कि। कति पढेकी छौ त? बिहे गर्दैछु। कसैले लभ गर्नुभएको त छैन नि। त्यस्तो लभ पनि के गर्ने भनेर गरेकै छैन। पहिला त सोच बनाएको थिएँ, तर भने जस्तै पाइनँ। अनि तिम्रो नि? मैले नि लभ गरेकी छैन। यसो 2-4 जनासँग चक्कर चलाएँ, मेसो आएन। 2-4 दिन यसो रमाइलो गर्यो, अहिले त म पनि खाली छु। गुड, तिम्रो र मेरो कुरा मिल्यो। बिहे गर्ने हो त? खै के भन्नु? ए कुरो बुझेँ, ओके हो होइन? जाउँ होइन? कुरो मिल्यो होइन त? मिल्यो भनौँ क्या अरे। मेरो बहिनी त लायक कि छे, अहिले त नाम पनि फेरेकी छ। जुनेलीबाट जुली रे। सानोमा त मुसा जत्री थिए। खटिराले टाउको पाकेर गिजगिज्ती हुन्थ्यो। सिगान चुहिएर मुखभरि हुन्थ्यो। आँखा पाकेर रातै पहेँलै हुन्थ्यो। अझै लुतो आएर मकैको खोइलाले घस्रा पार्दै हिँड्थे। अहिले हेर्नुहोस् त त्यो अप्सरा जस्ती छ। हेर्नुहोस् तपाईँ दुईजनाको जोडी यति सुहाउँछ, कुरै नगर्नुहोस्। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। कुरा मिल्यो होइन त? क्यारम त नि। ल अरू कुरो छोडौँ, अब लगनको कुरा गरौँ। अब लगन जुराई मासु फुराई। ल है त? ल क्यारम त नि। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। अब हेर्नुहोस्, नौकराले घेर्ने कुरा पक्का पक्की भइसक्यो। तयारी पनि गर्नुपर्छ। तर आज यसो एउटा दुईटा खम्बा ढलाउने हो कि। आजभन्दा पनि पहिला बिहे गरौँ क्या अरे, त्यसपछि त म नुहाइदिन्छु। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। नुहाइदिन सुहाइदिन पर्दैन तपाईँले, म आफै नुहाउला। यस्तो ठुलो काम गरिदिन लाछु, कन्जुसै गर्नुहुन्छ तपाईँ। तेरिका तपाईँ कस्तो कुरा नबुझेको? गर्दिन त भनेकै छैन नि। गरौँ न त, फेरि किन 12-27 कुरा? तिमी पनि भनेपछि भनेको भने है छ। हिँड जाम, म लिन्न क्या अरे, तिमी मात्रै लिग। मैले पनि त्यही हो खोजेको। तपाईँले त दिए हुन्छ, लिने त मै छु नि। हिँड्नु जाउँ, प्रेम हो मेरो नाम। आज म यो प्रेमको हाड र छाला छुट्टै बनाउन सकिन्छु भने मेरो नाम पनि टक्लाके कान्छु होइन। मेरी जुलीलाई अरूसँग झुलाइदिने तँलाई मैले जाने छु। कहाँ छ तँ?
अब यहाँ गाउँको 2 स्टार 3 स्टार 5 स्टार 7 स्टार जे स्टार भए पनि यही हो। ल हिँड्नु जाऊ। ओ साउनी साउनी ल बस। त्यही खोल्ने हो त। यही हो हाम्रो 5 स्टार गाउँले रेस्टुरेन्ट हो। हेर्दा घर जस्तो छ, जे खोजे त्यही पाइन्छ। ए हो ठिकै छ। पहिला तातो तातो चिया 1 कप खाउँ क्यारे, अरू पछि सुरु गरौँला। हुँदैन हुँदैन, तातो चिया खाएर जिब्रो पोल्ला भन्दा चिसै चिया खाएर मुख बिगार्न ठिक। चिसै खाउँ। ठुल्ठुलो खम्बा ज्यानले खासै पचाउँदैन। मैले त के भन्छु भने आफ्नो देश आफै बनाऊ, स्थानीय उत्पादनलाई ग्राह्यता दिउँ। बिर्को नलागे बियर त होला नि। गजबको कुरा गर्यौ त। हेलो, कहाँ हो र तिमी? हिजो यही ठाउँमा आउनु भनेको होइन? म त आइसकेँ त। छिटो आउन तिमी। ए हो क्या रे, काम विशेषले भुलेछु। सबैलाई प्रेम गराउँदै हिँड्ने बानीले भुलिँदो रहेछ के काली। के रे? सबैलाई प्रेम रे? म बाहेक अरूलाई पनि प्रेम गर्छौ र तिमीले? प्रेम त सबैलाई गर्छु क्या रे, विशेष तिमी नै हो। त्यसो भए अरूलाई नै गर विशेष। राखिदिएँ फोन। ल ल नरिसाऊ, सबै कुरा म त्यहीँ आएर गर्छु नि। पर्या छैन भन्न, राखिदिएँ। ए सुन त, काटी छ मोरीले। यस्तै हो, प्राइभेटलाई त समय दिन सकिएन भने आगो हुन्छन्, मेरी काली भनेर फकाउनु पर्छ। अब त तपाईँको राजीनामा नै हुने भयो। आगो मात्र होइन, ज्वालामुखी नै हुन्छ नि। ल आजलाई तपाईँको पैसा बच्यो, मलाई जान पर्ने भयो। आजको सट्टो फेरि अर्को दिन खाउँला। ल है त। ओ प्रेम प्रेम बाहिर निस्की। तेरा 32वटा दाँत भुइँमा झराल्न सकिन्छु पनि मेरो नाम पनि चक्लाके कान्छु होइन। कतौरा लिएर बाहिर निस्की। तेरा 32वटा दाँत भुइँमा झराल्छु, यो पनि मेरो बनाउन सकिन्छु भने मेरो नाम पनि चक्लाके कान्छु होइन। बाहिर निस्की। बाहिर निस्की भनेपछि बाहिर निस्की। बाहिर निस्की भनेको सुनिन। मेरा डरले चाहिँ भागेर गएछ क्या यो? तँलाई प्रेम बनाउँदा घोप्टे कता गयो यो? साबी लाएर पो मरेछ। कता गयो त क्या होइन? मेरा डरले पुरै गायब। टक्लाके कान्छो हो नि? टक्लाके कान्छोसँग त सबै तुर्र कान्छन्। अब सिधै जुलीको घरमा गएर जुलीको दाइसँग कुरा गर्छु। जुलीले मलाई भुल्ने बाल भर लाउरिया छोरालाई। टक्लाके कान्छो भन्छन् मलाई। टक्लाके कान्छो। टक्लाके कान्छो भनेपछि त नचिन्ने बिरालै भेटिन्छन्। यारम त नि मैले नि चिनेको छु। के कामले आइस त टक्लाके कान्छा? भुसुक्कै बिर्सेछु। साँच्चै जुनेली कता गइन् त दाइ? खोइ भर्खरै यतै थिए, कता गइछ? मलाई अलि हतार छ। के छ र कान्छा काम? अनि तपाईँ कता हिँड्न लाग्नु भएको हो र? यसो बजारतिर जाउँ कि भनेर। अब बहिनी दिन पनि आँटियो, सरसामान पनि किन्नु पर्यो, अलिकति पैसा पनि खोज्नु पर्यो। त्यही भएर अब के आराम त नि। ए बहिनी दिन आँट्नु भयो? बहिनीको राजी खुसीले कि तपाईँको करकापले बहिनी दिन आँट्नु भएको? आजकलकालाई के को करकाप हुन्छ र? केटाकेटी भेट गराइदिएको दुइटै उरुक्क। हामीलाई खबरै नगरी बिहे आँट्नु भएछ। अप्ठ्यारो होला नि, अप्ठ्यारो। मर्दा पर्दा तिमीहरू चाहिँ छौ, तिमीहरू भएपछि मलाई के को अप्ठ्यारो पर्ला र? ल म अहिले जान्छु। यतै कतै छ जुनेली, एकछिनमा आउँछु होला। ल ल जाऊ। अप्ठ्यारो कसले पार्छ भन्ने कुरा त मलाई थाहा छ। मलाई ज्यान छँदा छँदै जुनेलीलाई अरूलाई दिन तम्से नि। तिम्रो न्वारन मैले गर्छु। बाल मर लाउरे छोरालाई। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। यसरी नरिसाउन लाटी। हेर हेर, रिसाउँदा त कति राम्री देख्यो कि अप्सराहरू नि छोडेरै हिँड्छन्। किन ढिला गरेको? बोल्दिनँ म त। यसो अरूलाई पनि प्रेम गराउन लाग्यो, त्यही भएर ढिला भयो नि। ए नरिसाउ न तिमी।
कसलाई प्रेम? जुनेलीको बिहा गराइदिने लाको। ए हो र? तिम्रो आँखामा बस्ने रहर भो मलाई, तिम्रो आधरमा रम्ने चाह भो मलाई। तिमीले सजाएको सपनीमा म पनि जिउन चाहन्छु, सारा जीवन तिम्रै साथ पाउन चाहन्छु। अर्काको लभ भाँडेर आफू लभ गर्दै बस्ने। तेरो हाड र छाला छुट्टा छुट्टै बनाउन सकिन भने नाम पनि टकलाके कान्छु होइन, बाल बोलाउरे छोरालाई। प्रेम हो मेरो नाम, म सबैलाई प्रेम गर्छु। यस्तो तले प्रेम हुँदैन भाग। यिनलाई त हाड छाला निकालिदिन्छु भनेको यो टकलाके कान्छोसँग धुर्र कामेर हारे त भागाइ। यहाँ बसेको भए हाड र छाला छुट्टा छुट्टै बनाइदिन्थे। अब भेटौँ न मात्र। हाड र छाला छुट्टा छुट्टै बनाउन सकिन भने मेरो नाम पनि टकलाके कान्छु होइन। ए दिदी पस्नु यस्तो थाती त बिहे हुने भएको थियो होला। कसले भन्यो तिमीलाई? गाउँबोली हल्ला त हो भन्नुहोस् न। हो किन र? भिनादु कस्तो हुनुहुन्छ त? थाती मदा त लाम्लो थुन्दल हुनुहुन्छ। तिमी जस्तै सुन्दर राम्रो हुनुहुन्छ। म अन्दा नलाम्लो त हुनुहुन्न नि, म कति लाम्लो छु। तिमी जस्तो राम्रो कहाँ पाइन्छ र? पाउन पनि गाह्रो हुन्छ। गाह्रो किन हुनु पर्यो होला दिदी, मथि त बिहे गरेर भएन ल। म त कति थुन्दल छु, नामै त थुन्दल हो नि कि कथो दिदी? तिमीसँग जोडी नै मिल्दैन के, त्यही भएर। जोडा त मिलाए मिल्ने हो नि दिदी, मिलाउ न त। पछि मिलाउला है। ओइले त मिलाउ नपाए कति लाम्लो हुन्थ्यो ल। यो दिदीको बुद्धिले छैन, पछि के हुने के हुने। बिहे गर्ने भनेपछि त च्वाक बनेर हिँडेछ नि जुनेली। केटो पनि त राम्रै होला नि। टक्लाके कान्छो हो म, टक्लाके कान्छो। टक्लाके कान्छो भनेपछि सबै मान्छे थुर्र काम छन्। तैँले गर्न खोज्या के? के गर्न खोजेकी छु र? बिहे गर्न खोज्या हो? लभ गर्ने मसँग, बिहे गर्ने अरूसँग? यो विवाह कुनै हालतमा पनि हुन दिन्न। बाल भोर लाउरिया छोरालाई। तँसँग कहिले लभ गरेर मैले? तँसँग लभ गर्ने जस्तो देखिन्छु म? तैँले मसँगै विवाह गर्नुपर्छ, बुझिस्? आफ्नी नमनाइ त के छोडमला र नि, मेरै त हौ नि राजा भनौली नि। होइन, यो सुनसान जङ्गलमा यो एक्लै केटीले के गरेर बसेकी छ? हेर्दा सुन्दर र सुशील जस्तो पनि देखिन्छ। कहीँ कतै अप्ठ्यारोमा त परेकी छैन, एकचोटि जानु पर्यो। नानी, तिमी किन आत्तिएकी? के भयो र? भाइ म आत्तिएकी होइन, आत्तिए जस्तो गरेँ कि। किन? एक रात त दिएको, ठाउँको ठाउँ बिहोस भयो कि मऱ्यो, थाहै भएन। अब म के गर्नु भनेर आत्तिरहेको त। ये सुन्नु परेको होला यो फुटेको कानले। अपहरण गरेर लिएर आएको मान्छेलाई नै टिकट कटाइदिएको।
क्या गजबको कुरो गर्यौ त बहिनी। अनि कहाँ छ त त्यो? ल हिँड, त्यसो भए तिम्रो समस्याको समाधान म गरिदिन्छु। ध्यान छ नि, चिर नगर। जेनको कपडा भरि लागेछ, हालिदेऊ न, हुन्न र भइहाल्छ। होइन त ए यहीँ पोलतिर हो, ज्यान छ नि, तिर नगर। होइन त भागेछ। भागेछ होइन त। तर एउटा कुरा, त्यो सुनसान जङ्गलमा तिमी केटी मान्छे, म केटा मान्छे, तिम्रो रगत पनि तातो अनि मेरो रगत पनि तातो। त्यो चिसो चिसो मौसममा तिमी केटी मान्छे अनि म केटा मान्छे, तिमीले मलाई दिनुपर्छ अनि मैले लिनुपर्छ, हुन्न र? तिम्रो नम्बर कहिले कसै यस्तो फोन गर्नलाई, हुन्न र? भइहाल्छ नि, होइन त? जान्छ नि, तिर नगर, बुझ्यौ? जाउँ एउटा, तिमीलाई मैले बाटोसम्म पुऱ्याइदिन्छु। हुन्छ दाइ। अब ढुक्कसँग घर जाऊ, एकल फोन गर, ज्यान हाजिर भइहाल्छ। ज्यानको एरिया यतै हो। हुन्छ दाइ। अब हामीले बेला बेलामा गरिराख्नुपर्छ है त। के दाइ? फोन के फोन, खालि नराम्रो मात्र सोच्छिन्। ज्यान छ नि, अब तिमी जाऊ, म पनि जान्छु है त। हजुर आफै जान्छन् नभनेको मान्छन्, न त हजुर आफै जान्छन् नभनेको मान्छन्। सम्झाइ बुझाइ गर्दाखेरि लात्तीले पो हान्छन्। राम्रो काम गर्ने होइन खाली ठगी चोरी, यस्तो काम गर्नेलाई कसले देला छोरी। बाहिर बाहिर डोली हिँड्ने बिगारेर घर, न त सिप न त जागर खाने बेला आगर। अल्छी बुढो चिसो मुडो सोह्र दुनार,